हेलो साथीहरु, गुड मर्निङ एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ भने म बिहानको 5 बजे उठेर दिदीसँग मर्निङ वक जाँदैछु। अनि अहिले चाहिँ भने अहिले चाहिँ भने हाम्रो पछाडि त गोरा भन्छ। हाम्रो पछाडि भने एउटा हाम्रो हनुमान पनि छ उसको नाम हो भेन्ची चाहिँ। अनि हामी चाहिँ भने अहिले हिँड्दैछौँ, कुद्या छैनौँ। के अरे कता गयो मर्निङ उधर से जा रहा है क्या? आओ वो हमारा भिंची से भी आ रहा है इधर, और हम तीनों मिलकर जा रहे हैं घूमने के लिए। अब यस्तो हुँदो रहेछ कि साथीहरू, नेपाली र इन्डियन भएर काम गरेपछि चाहिँ नि अब इन्डियनलाई त कतिले त नेपाली आउँदैन, तर हामी नेपालीहरूलाई चाहिँ अब थोरै भए पनि आउँछ नि त। अन्त बोल्दै चाहिँ हिन्दी नै बोल्नु पुगिँदो रहेछ क्या, नेपाली बोल्दै पनि। त्यही भएर अहिले चाहिँ भने अब हामी यहाँ यस्तो ठाउँमा आइसकेको छौँ, आलिसान ठाउँ छ है। अनि यता चाहिँ उयो के भन्छ अरे त्यो उयो खेलिरहेको छ। यसलाई यसको नाम मलाई थाहा छैन होइन, के भन्छ यसलाई, यो खेललाई के भन्छ? गोराको थाहा छैन, उसलाई पनि थाहा छैन अरे होइन। अब साथीहरू होइन, तपाईँहरू आफै भन्नु यो खेललाई के भन्छ। यता यो साइडमा छ होइन, अहिले म देखाउँछु। बिहानको 5 बजे उठेको भनेको त 8 बजेको रहेछ साथीहरू। के 9 भइसक्यो। यो खेललाई चाहिँ के भन्छ? टुइ गोल हान्ने उयसलाई चाहिँ साथीहरू होइन, मलाई थाहा छैन। तपाईँहरूले आफैले कमेन्ट गरेर भनिदिनु होला। घामले गर्दा चाहिँ मेरो आँखामा एकदमै आँसु आइरहेको छ। घाममा चाहिँ म हिँड्नु अलिक गाह्रो हुन्छ। त्यही भएर अहिले चाहिँ भन्ने यो आरती भन्ने चाहिँ कुद्दैछ कि साथीहरू। अनि आगे अहिले छोड्यो, आगे गयो भने त अहिले मलाई छोडेर जान्छ। त्यही भएर साथीहरू अहिलेको लागि म यहीँनिर होइन कुद्दा अहिले भने चाहिँ यहाँ आइपुगेको छु म। अनि अहिले चाहिँ भने हाम्रो एउटा साथी चाहिँ उता गयो, हिँड्नु नसकेर उता घर छिर्दैछ उताको बाटैबाट। अनि यो चौरीमा चाहिँ पुरा साफसफाइ चलिरहेछ। यहाँ चाहिँ भन्ने मेरो अघि गएर होइन यहीँ बल्ल भेटाएर यहाँ अब चाहिँ जानै नदिएको के। अहिले फेरि यहाँ छोरो भने कुदिहाल्छ होइन, त्यही भएर जानु नदिकन यहाँ मैले रोकेर राख्दैछु। म चाहिँ हिँड्नै नसकेर बल्ल भेट्टाको पर्खिनु लाएर। अनि एउटा साथी त हिँड्नु नसकेर उताबाट घुमेर आइसक्यो, उताको बाटो आइसकिसक्यो चौरी। अनि हामी चाहिँ भने यता छौँ। अनि हामीभन्दा अगाडि जानु खोजेको रहेछ बिचरा। अनि त्यस्तो साथीहरू, बिहान हिँड्नुको मजै फाल्टै हुँदो रहेछ क्या साथीहरू। फ्रेस हावा होइन कि कसो पुग्यो उधर आएर क्या है, हमको जीतने के लिए उधर से आया है क्या, आगे जाने के लिए? अनि अस्ति मैले टिकटकमा पोस्ट गरेको मृग यहाँ कि जरायो ऊ एउटै होला सायद होइन। मृग र जरा भनेको एउटै होइन फाल्टै हो। अनि त्यो मृग हो नि, अस्ति हामीले उयो हेरेको। अनि मृग चाहिँ मैले यही रोडमा खिचेको थिएँ। हामी चाहिँ यहाँ यसरी नै बिहान हिँड्ने क्रममा यसरी नै कुदी हिँडेको भेटेको। मृग मात्रै नभएर साथीहरू यतातिर त लास्टै के भन्छ अरे खरायो पनि कुदिरहेको हुन्छ यतातिर। अरू बेला त यो भन्दा पनि छिटो आउँथ्यौँ होइन, हातै दुख्दो रहेछ क्या साथीहरू यसरी गर्दाखेरि।
वीडियो निकाल दिए बोलता है, आपको नहीं निकालूंगी मैं, ठीक है। अनि अहिले चाहिँ हामी यता यतै ठाउँमा आइपुगिसकेको छौँ। अनि आज चाहिँ त्यति धेरै मैले खरायो पनि देखेको छुइनँ। के भन्छ अरे मृग पनि देखाएको छुइनँ। ऊ पर रहेछ साथीहरू मृग। ओइ त्यो मृग हो कि कुखुरा? कुखुरा हो, कुखुरा पनि होइन, के हो त्यो? आया यस्तो छ यहाँ पछि आगे 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 तोफाइको गोल पछि पछि मेसिन गन का होला भने जस्तै साथीहरू सबै आगे आगे गइरहेछ। म चाहिँ यता पछाडि चाहिँ मैले ब्याक साइडको लिन चाहेँ भिडियो। अनि कुखुरा साथीहरू, कुखुरा जस्तै कुखुरा नै होला। हो भाले कुखुरा यस्तो छ। अनि मेरो साथीहरू चाहिँ गइसक्यो। उरो 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 उडेर त्यहाँ पुग्यो। यस्तो दामी छ साथीहरू है बिहान बिहान हिँड्नलाई। आज त हामी ढिलो आएको छौँ होइन साथीहरू। त्यो अरू बेला चाहिँ हामी 6 बजीतिर आउँछौँ होइन। आज चाहिँ हामी 7-8 बजीतिर निस्केको खासमा।